हेलो भिडियो नयाँ वेलकम टु यर टेक्नोलोजी च्यानल। सो आजको भिडियोमा म तपाईहरुलाई आर्कजीआईएसमा 80 बिटमा रहेको डाटालाई एक्सेलमा कन्भर्ट गर्न सिकाउने छु वा 80 बिटमा रहेको डाटालाई चाहिँ एक्सेलमा लैजान सिकाउने छु। सो प्लिज भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नु होला। लेट्स गो स्टार्ट द भिडियो नाउ। सो सर्वप्रथम आर्कजीआईएसमा डाटा एड गर्नुस्। एड डाटामा क्लिक गर्नुस् र डाटा एड गर्नुस्। यहाँ हेर्न सक्नुहुन्छ भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिकाको वडाको बाउन्ड्रीको डाटा रहेको छ। यहाँ हेर्न सक्नुहुन्छ। यसमा राइट क्लिक गरेर यसको एक्टिभिटी टेबल ओपन गरेर यहाँ हेर्न सक्नुहुन्छ प्रोभिन्स 1 भोजपुर डिस्ट्रिक्ट रामप्रसाद राई गाउँपालिका वडा नम्बर रहेको छ। यसरी सेन्टर रहेको छ बैकुण्ठ अनि यसरी एरिया रहेको छ। यति इन्फर्मेसन मात्रै रहेको छ यसमा। सो यसमा चाहिँ जुन यो 80 बिटमा जुन इन्फर्मेसन रहेको छ यो इन्फर्मेसनकोलाई डाटालाई चाहिँ तपाईहरु एक्सेलमा सिधै कन्भर्ट गर्न सक्नुहुन्छ वा लैजान सक्नुहुन्छ। यसलाई सेडिङ डिसेडिङ गर्न सक्नुहुन्छ। सो यसरी यहाँ हेर्न सक्नुहुन्छ यो 80 बिटमा रहेको डाटालाई चाहिँ एक्सेलमा कन्भर्ट गर्नको लागि यसरी तपाईहरु कुनै पनि डाटाबेसमा वा सेभ फाइलमा रहेको जुनै पनि डाटालाई यसको 80 बिटमा रहेको कुनै पनि डाटालाई यसरी तपाईहरु एक्सेलमा कन्भर्ट गर्न सक्नुहुन्छ। एक्सेलमा लैजान सक्नुहुन्छ। यसरी दुईवटा तरिकाबाट लैजान सक्नुहुन्छ तपाईहरु। सो सर्वप्रथम एक्सेल ओपन गर्नुस्। एक्सेल ओपन गर्नुस्। क्लोज र यसरी यहाँ हेर्न सक्नुहुन्छ जस्तै आफ्नो कुनै एउटा पर्टिकुलर डाटालाई पनि लैजान सक्नुहुन्छ। जस्तै यो डिस्ट्रिक्टलाई एउटा डाटालाई मात्रै लैजान लग्नको लागि सिम्पल यसलाई स्टार्ट एडिटिङ गर्नुस्। राइट क्लिक स्टार्ट एडिटिङमा क्लिक गर्नुस्। स्टार्ट एडिटिङ हुन्छ। अब जस्तै म यो भित्रको यो डाटालाई लैजानको लागि सिम्पल यसलाई सिलेक्ट गर्नुस्। कन्ट्रोल सी गर्नुस्। कपी गर्नुस्। एक्सेलमा लगेर यसरी कन्ट्रोल भी गरेर यसरी पेस्ट गर्न सक्नुहुन्छ। यसरी डाटा आफूले आवश्यकता अनुसार एउटा डाटालाई वा आफ्नो आवश्यकता अनुसार सेलेक्ट गरेको डाटालाई पनि ल्याउन सक्नुहुन्छ यसरी। र यसरी नै यसलाई म स्टप एडिटिङ गरिदिन्छु। स्टप एडिटिङ र यसलाई अब 80 बिट टेबल ओपन गर्नुस् यसको। अब यसको सबै 80 बिट टेबललाई यो जति रहेको छ 80 बिट टेबलमा डाटा यो सबै डाटालाई एक्सेलमा लग्नको लागि सिम्पल अब टेबल अप्सनमा क्लिक गर्नुस्। सेलेक्ट अल रहेको छ अप्सन यसमा क्लिक गर्नुस् र अब यसमा क्लिक गर्नुस्। राइट क्लिक गर्नुस् यहाँ र अब यहाँ हेर्न सक्नुहुन्छ कपी सिलेक्टेड रहेको छ यसमा क्लिक गर्नुस् र एक्सेलमा जानुस् र यसमा पेस्ट गर्न सक्नुहुन्छ यसरी। सो यसरी सबै एक्सेलमा रहेको डाटा यसरी सबै 80 बिट टेबलमा रहेको डाटा यसरी सबै एक्सेलमा पेस्ट गर्न सक्नुहुन्छ ल्याउन सक्नुहुन्छ। सो यहाँ हेर्न सक्नुहुन्छ यो एक्सेलको डाटा सबै यसरी एक्सेलमा कपी गर्न सक्नुहुन्छ। यसरी सबै एक्सेलको डाटा यहाँ हेर्नु 80 बिटमा रहेको डाटा यहाँ हेर्न सक्नुहुन्छ। यो सबै 80 बिट टेबलको डाटालाई चाहिँ यसरी तपाईहरु एक्सेलमा चाहिँ कपी पेस्ट गर्न सक्नुहुन्छ लैजान सक्नुहुन्छ। अर्को सिम्पल स्टेप भनेको अर्को सर्च अप्सनमा क्लिक गर्नुस् र अब यहाँ टेबल टु एक्सेल सर्च गर्नुस् र यहाँ हेर्न सक्नुहुन्छ फर्स्ट अप्सन टेबल टु एक्सेल रहेको छ यसमा क्लिक गर्नुस् र अब इनपुट टेबलमा जुन डाटालाई 80 बिट टेबललाई एक्सेलमा कन्भर्ट गर्न चाहनुहुन्छ उक्त डाटालाई सिलेक्ट गर्नुस्। इनपुट टेबलमा जस्तै यसको डाटालाई 80 बिट टेबललाई एक्सेलमा कन्भर्ट गर्नको लागि यसलाई यसरी सिलेक्ट गर्नुस् र आउटपुट एक्सेल फाइल
फोल्डर चुज गर्नुस्, कुन फोल्डर भित्र राख्न चाहनुहुन्छ। म अहिलेको लागि सिम्पल डेस्कटपमै चुज गर्छु। र अब फाइल नेम दिनुस्, एक्सेल डाटा दिन्छु म सिम्पल। र अब सेभमा क्लिक गर्नुस्, ओकेमा क्लिक गर्नुस्। अब केही समयपछि एक्सेलमा कन्भर्ट भएर आउनेछ। जियो प्रोसेसिङमा क्लिक गर्नुस्, रिजल्टमा क्लिक गर्नुस्। यहाँबाट यसको करेन्ट सेक्सनमा क्लिक गरेर रिजल्ट हेर्न सक्नुहुन्छ। कन्भर्ट भइरहेको छ टेबल टु एक्सेल। सो डन, यहाँ हेर्न सक्नुहुन्छ कन्भर्ट भएर आइसक्यो। सो अब यसलाई मिनिमाइज गरिदिन्छु म अहिलेको लागि। र यहाँ हेर्न सक्नुहुन्छ एक्सेल डाटा भनेर आइसकेको छ। 80 बिट टेबल डाटा एक्सेलमा यसरी डाइरेक्ट कन्भर्ट गर्न सक्नुहुन्छ। अब यसलाई ओपन गर्नुस्। यसरी डाइरेक्ट 80 बिट टेबलमा रहेको डाटालाई एक्सेलमा कन्भर्ट गर्न सक्नुहुन्छ। सो यसरी तपाईहरु एक्सेलमा 80 बिट टेबलको डाटालाई एक्सेलमा ल्याएर यसरी चाहिँ अब एक्सेलमा काम गर्न सक्नुहुन्छ। र पूर्ण फेरि एक्सेलमा एड गरेको डाटालाई चाहिँ एक्सेलमा काम गरिरहेको डाटालाई पूर्ण फेरि जीआईएसमा को 80 बिट टेबलमा जोइनिङ गर्न सक्नुहुन्छ। सो अब यहाँ हेर्न सक्नुहुन्छ अरु म सबै यो वार्ड मात्रै राख्छु र अरु सबै टेबल डिलिट गरिदिन्छु। यसरी सिलेक्ट, राइट क्लिक, डिलिट। यो F5 लाई पनि डिलिट गरिदिन्छु किनकि यो चाहिएको छैन। यसलाई पनि एरियालाई पनि डिलिट। अब म यहाँ काम गर्छु र अब यहाँ काम गरेर एड गर्छु केही डाटाहरू र यो डाटालाई चाहिँ पूर्ण फेरि एक्सेलमा एड गर्न जोइनिङ गर्न सक्नुहुन्छ। सो म यहाँ पपुलेसन एड गर्छु, मेल अंडरस्कोर दिनुस्, मेल अंडरस्कोर मेल पपुलेसन, फिमेल पपुलेसन, र अब टोटल पपुलेसन, पपुलेसन यति म 3टा टेबल एड गरेको छु हेर्न सक्नुहुन्छ। र यो वार्ड अनुसार रहेको छ। सो म यो वार्ड अनुसार राख्छु पपुलेसनलाई। सो अब पपुलेसनको लागि कुनै पनि ब्राउजर ओपन गर्नुस् र यहाँ सर्च अप्सनमा सर्च गर्नुस् census.nepal.cbs.gov.in भनेर र इन्टर गर्नुस्। राष्ट्रिय जनगणनाको खुल्छ वेबसाइट 2000 राष्ट्रिय जनगणना 2078 हेर्न सक्नुहुन्छ। र अब सिम्पल यसमा डाटा प्रोफाइल रहेको छ अप्सन, यसमा क्लिक गर्नुस्। र अब यहाँ हेर्न सक्नुहुन्छ यसलाई इङ्ग्लिसमा रहेको छ, यसलाई नेपालीमा कन्भर्ट गर्न सक्नुहुन्छ। यसमा क्लिक गर्नुभयो भने यसरी नेपालीमा आउँछ। यहाँ हेर्न सक्नुहुन्छ राष्ट्रिय जनगणना 2078। सो अब यहाँ हेर्न सक्नुहुन्छ मोबाइल एप पनि रहेको छ, यसबाट मोबाइल एप डाउनलोड गर्न सक्नुहुन्छ। प्रयोग सम्बन्धी जानकारी रहेको छ, यसमा क्लिक गर्नुभयो भने र यो भिडियोलाई ओपन गरेर हेर्नुभयो भने यसलाई चाहिँ कसरी युज गर्ने, यो साइटलाई चाहिँ कसरी युज गर्ने भनेर उक्त भिडियो बनाएर राखेको छ। उक्त भिडियो यहाँबाट हेर्न सक्नुहुन्छ। सिम्पल यहाँ हेर्न सक्नुहुन्छ अब जनसाङ्ख्यिक सूचक रहेको छ, यसमा क्लिक गर्नुस् र यसभित्र जनसङ्ख्या रहेको छ, यसमा क्लिक गर्नुस् र अब प्रदेश छान्नुहोस् रहेको छ। म
रामप्रसाद राई गाउँपालिका भोजपुर जिल्लामा रहेको गाउँपालिकाको डाटा हेर्नको लागि जनसङ्ख्याकी डाटा वडा अनुसार हेर्नको लागि सो अब प्रदेश कोशी प्रदेश जिल्ला भोजपुर स्थानीय तह छान्नुहोस् रहेको छ। यसमा क्लिक गर्नुहोस् र स्थानीय तह छान्नुहोस् आफ्नो आवश्यकता अनुसार रामप्रसाद राई गाउँपालिका र अब तल स्क्रोल गर्नुहोस्। यहाँ हेर्न सक्नुहुन्छ कुल जनसङ्ख्या कति रहेको छ र लैङ्गिक अनुपात, यसरी कुल घर परिवार जनघनत्व, यसरी कुल साक्षरता दर पुरुष महिलाको यसरी रहेको छ र यहाँ हेर्न सक्नुहुन्छ वडागत रूपमा जनसङ्ख्याको वितरण रहेको छ। सो यहाँ हेर्न सक्नुहुन्छ अब यो चाहिँ वडा अनुसार 1 नम्बर वडामा यहाँ हेर्न सक्नुहुन्छ पुरुषको र महिलाको 1 नम्बर वडामा पुरुष 1175 र महिला 1285 रहेको छ। यसरी नै वडा नम्बर 2, 3, 4, 5, 6, 7 र 8 वडा नम्बरमा यसरी क्रमश रहेको छ जनसङ्ख्याहरू पुरुष र महिलाको। अब यसलाई अब म एक्सेलमा इन्ट्री गर्छु। सो यसलाई यसरी टिपोट गरेर एक्सेलमा इन्ट्री गर्नुहोस्। सो मेल पपुलेसन 1175, 1 नम्बर वडामा 1175 रहेको छ 1175 र फिमेल पपुलेसन 1 नम्बर वडामा हेर्न सक्नुहुन्छ 1285 रहेको छ 1285। यसरी नै फिलअप गर्दै जानुहोस्। 2 मा 734 यसरी नै पुरै अब यहाँ टोटल पपुलेसन कति रहेको छ यसरी दुईटैलाई मिलाएर मेल फिमेललाई मिलाएर यहाँ टोटल पपुलेसन लेख्नुहोस्। यसरी नै तपाईहरु यसरी नै वडा नम्बर 1, 2, 3, 4, 5, 6, 7, 8 सबैको यसरी मेल र फिमेल पपुलेसन र टोटल पपुलेसन इन्ट्री गर्नुहोस् एक्सेलमा। सो यसरी तपाईहरु एक्सेलमा ल्याएर यसरी इन्ट्री गर्नुहोस्। आफ्नो आवश्यकता अनुसार डाटा राख्न सक्नुहुन्छ यसरी। सो अब यसलाई म सेभ गर्छु। सेभ एस। सो यसरी डाटा इन्ट्री गर्नुहोस्। यसरी डाटा एक्सेलमा इन्ट्री गर्नुहोस्। तपाईहरु आफ्नो आवश्यकता अनुसार कुनै डाटा पनि यसरी एक्सेलमा इन्ट्री गरेर आर्कजीआइएसमा लगेर अब यसलाई पूर्ण फेरि जोइनिङ गर्न सक्नुहुन्छ, एड गर्न सक्नुहुन्छ, एट्रिब्युट टेबलमा राख्न सक्नुहुन्छ। यसरी काम गर्दाखेरि एक्सेलमा लगेर काम गर्दाखेरि सजिलो पनि हुन्छ। सो आजको भिडियोमा यति नै साथीहरु। अब भोलि यसलाई चाहिँ कसरी एट्रिब्युट टेबलमा लगेर जोइनिङ गर्ने उक्त भिडियो बनाएर ल्याउने छु। सो आजको भिडियोमा यति नै। नेक्स्ट भिडियोमा भेट्ने छु। थ्यांक यू।